रिजल्ट तपाईहरु अब मोबाइल फोन कम्प्युटर वा ल्यापटप जुनसुकै डिभाइसबाट एकदमै सजिलो तरिकाले आफ्नो मार्क ग्रेड सिटको साथ रिजल्ट हेर्न सक्नुहुन्छ। गुगलको सर्च बारमा यहाँनिर टाइप गर्नुस् see.ntc.net.np लेखेर सर्च गर्नुभयो भने तपाईको अगाडि यो वेबसाइट खुल्नेछ र यहाँनिर लेखिएको छ SEE रिजल्ट्स 2080। यसमा क्लिक गरिदिनु भयो भने तपाईको अगाडि यस्तो इन्टरफेस ओपन हुनेछ र यहाँबाट तपाईं आफ्नो SEE को रिजल्ट एभरेज यानी GPA मा हेर्न सक्नुहुन्छ। मात्र तपाईले यहाँ आफ्नो सिम्बल नम्बर टाइप गरेर सर्च गर्नुपर्ने हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ SEE रिजल्ट 2080। सिम्बल नम्बरमा आएर यहाँनिर आफ्नो सिम्बल नम्बर टाइप गर्नुस्। सिम्बल नम्बर टाइप गरिसकेपछि सर्च रिजल्टमा क्लिक गरिदिनु भयो भने तपाईको यहाँनिर के रहेको छ, GPA कति रहेको छ, सिम्बल नम्बरको साथ यहाँ तपाईं चेक गर्न सक्नुहुन्छ, आफ्नो रिजल्ट हेर्न सक्नुहुन्छ। साथसाथै यदि तपाईं SEE को रिजल्ट सब्जेक्ट वाइज ग्रेड सिटबाट हेर्न चाहनुहुन्छ भने यसको लागि ग्रेड सिटको अप्सन सेकेन्डमा रहेको हुन्छ। यसमा क्लिक गरिदिनु भयो भने SEE को रिजल्ट सब्जेक्ट वाइज ग्रेड सिटबाट तपाईं हेर्न सक्नुहुन्छ र मार्क सिटलाई डाउनलोड गर्न सक्नुहुन्छ। सिम्बल नम्बर टाइप गर्नुस्, तपाईं आफ्नो डेट अफ बर्थमा आएर इयर मन्थ र डेलाई लेख्नुस् नेपालीमा। त्यसपछि सर्च रिजल्टमा आएर यहाँनिर क्लिक गरिदिनु भयो भने सर्च रिजल्टमा क्लिक गर्ने बित्तिकै तपाईको अगाडि तपाईको ग्रेड सिट यहाँ सो हुनेछ र यहाँ लेखिएको छ सेकेन्डरी एजुकेसन एक्जामिनेसन ग्रेड सिट। यसरी तपाईको मार्क सिट ग्रेड सिट ओपन भएर आउनेछ। सब्जेक्ट वाइज तपाईको यहाँ ग्रेड तपाईं हेर्न सक्नुहुन्छ र यसलाई तपाईं डाउनलोड वा प्रिन्ट पनि गर्न सक्नुहुन्छ। एट लास्टमा ग्रेड पोइन्ट दिएको हुन्छ र अझै तपाईं स्क्रल डाउन गरेर तल आउनुभयो भने यहाँ तपाईले हेर्न सक्नुहुन्छ प्रिन्ट ग्रेड सिट। यो प्रिन्ट ग्रेड सिटमा एकचोटि क्लिक गर्नुभयो भने तपाईं यहाँबाट सिधै प्रिन्ट आउट लिन सक्नुहुन्छ र यसलाई सेभ गर्नको लागि सेभ एजमा क्लिक गर्नुस् र त्यसपछि यहाँ सेभ अप्सनमा एकचोटि क्लिक थिच्नु होला। सेभ अप्सनमा क्लिक थिच्ने बित्तिकै तपाईं कुन ड्राइभमा सेभ गरेर राख्न चाहनुहुन्छ उक्त ड्राइभ फोल्डरलाई सिलेक्ट गरेर सेभ गरिदिनु भयो भने यो ग्रेड सिट तपाईको सेभ हुनेछ। यसलाई म ओपन गरेर तपाईहरुलाई हेराउँदै छु। दिस PC लाई मैले ओपन गरिहाले र ड्राइभ E मा मैले सेभ गरेको थिएँ। यहाँनिर हेर्न सक्नुहुन्छ यो PDF फाइल सेभ भएर आएको छ। यसलाई म ओपन गरेर तपाईहरुलाई हेराउँदै छु। हेर्न सक्नुहुन्छ साथीहरु, यसरी तपाईहरुले आफ्नो SEE परीक्षाको सब्जेक्ट वाइज रिजल्ट यानी ग्रेड सिटलाई डाउनलोड गरेर प्रिन्ट आउट लिन सक्नुहुन्छ र आफ्नो रिजल्ट हेर्न सक्नुहुन्छ। साथीहरु, यो भिडियो मन परे भिडियो लाइक र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नु होला। फेरि पनि भेट्नेछु अर्को नेक्स्ट भिडियोमा। तबसम्मको लागि बिदा दिनुहोस्।